हिजो हामीले एउटा प्रब्लम गऱ्यौँ कस्तो खालको भन्दाखेरि यो ट्रान्सपोर्टेसनमा चाहिँ डिजेनेरेसी हुने खालको प्रब्लम सल्भ गऱ्यौँ होइन। अब आज चाहिँ हामी डिजेनेरेसी भएको अनि त्यसको प्रब्लम सल्भ गरेको, सल्भ गर्दाखेरि पनि अप्टिमल कन्डिसन नभएको होइन, जसलाई चाहिँ हामी लुप फर्मेसन गरेर चाहिँ त्यसलाई इम्प्रुभ गर्नुपर्छ, त्यो टाइपको क्वेसन गर्छौँ है। यो चाहिँ 2015मा सोधेको क्वेसन छ। मैले क्वेसन राखिदिन्छु, हेर्नु होला है त, त्यो गर्छु। लगभग आजलाई सबैजना आइसक्नु भएको होला होइन। ल हेर्नु त, यो 2015को क्वेसन। 2015मा के छ हेर्नु त है। Nepal Hardware Company has three plants in Kathmandu, Pokhara and Narayanggarh, and three warehouses at Butwal, Bhairava and Palpa. The quantities available at the plant are respectively 60, 70, 80, whereas the demand at the warehouse are 50, 80 and 80 respectively. है, डिमान्ड र एभाइलेबल भनेको छ, डिमान्ड र सप्लाईको कुरो यहाँ गरेको छ। The unit of cost of transportation is observed as follows. Use Vogel approximation method BAM to find the initial solution भनेको छ। हुन चाहिँ अब यो सर्ट क्वेसन हो। सर्ट क्वेसनमा चाहिँ यो भोगेल एप्रोक्सिमेसन मेथड मात्रै युज गर्नु भनेको छ होइन। तर पनि अब हामी चाहिँ यसको टोटल सोलुसन नै निकाल्न खोज्नेछौँ है त, फुल सोलुसन गर्न खोज्नेछौँ। यो सर्ट क्वेसनमा यसरी आयो भने चाहिँ भोगेल एप्रोक्सिमेसन मात्रै गर्नु भनेर आउन सक्छ, तर अहिले चाहिँ हामी यसको टोटल सोलुसन गर्नेछौँ। यसबाट सिक्नेछौँ होइन, नयाँ टाइपको कसरी गर्ने भनेर। ल मैले सुरु गरेँ ल। क्वेसन त्यही छ, तपाईँहरूसँग क्वेसन ब्याङ्क छ नै होला। ल टियु क्वेसन, यो चाहिँ 2015को ल। सोलुसन सबैभन्दा पहिले हामी के गर्छौँ, गेटिङ एन बेसिक इनिसियल फिजिबल सोलुसन बाई भाग भनेर यति भनेर होइन। अब यस पछाडि चाहिँ हामीलाई के दिएको छ भन्दाखेरि यहाँनिर यो अहिले मैले गर्न खोजेको क्वेसन यो चाहिँ रहेछ है, यहाँनिर छ। यसमा चाहिँ म यहाँ एकछिन रोक्दै ल, तपाईँहरूले यसलाई चाहिँ हेर्नु होला। यो अर्कोमा छिट्टै मिल्ने खालको रहेछ, यसलाई चाहिँ हामीले गर्दाखेरि अहिले भने जस्तो सबै कामहरू गर्नुपर्ने रहेछ है। 2015 क्वेसन नम्बर 2 भनेर गरिदिएको छ। यो चाहिँ रेगुलर, यो भनेको केस एनालाइसिस सिचुएसन भनेर दिएको रहेछ। यो चाहिँ लङ क्वेसनमा पनि कहिलेकाहीँ सोध्न सक्दो रहेछ, त्यो लङ क्वेसनमा सोधेको क्वेसन चाहिँ हामी गर्न आँट्यौँ, किनभने यो धेरै लामो भएको कारणले यसलाई चाहिँ। ल यो क्वेसन चाहिँ हो ल, यो 15को
क्वेसन नम्बर 2मा सोधेको यो क्वेसन चाहिँ गर्छौँ। ल यसमा पनि ठ्याक्कै त्यसरी नै दिएको छ। क्वान्टिटी एभाइलेबल एट द प्लान्ट आर 20-25, whereas demand एट द वेयर हाउस आर 20, 15 एन्ड 10 रेस्पेक्टिभली भनेको छ। अब यो ब्यालेन्स छ कि छैन पहिलो नम्बरमा हामीले हेर्नु पर्यो। 20-20-40मा 5 जोड्दाखेरि 45 हुन्छ, 20मा 15 जोड्दा 35 र 10 जोड्दा 45 हुन्छ। यो ब्यालेन्स प्रब्लम रहेछ, यसमा हामीले डमी थप्नुपर्ने अवस्था पनि आएन। त्यसो हुँदाखेरि अब हामीलाई दिएको यहाँनिर के छ त भन्दाखेरि, ए यसलाई हामी कस्ट टेबल पनि भन्न सक्छौँ अथवा टेबल मात्रै भन्नु, टेबल 1 भनौँ। यहाँ हामीलाई के दिएको छ त, यो साइडमा भनेको यहाँनिर हाम्रो प्लान्ट्स वेयर हाउस यति दिएको छ। यहाँ प्लान्ट चाहिँ के छ त, ल मैले छोटकरीमा लेखेँ ल। काठमाडौँ, नेपालगञ्ज, पोखरा, ल यहाँनिर पोखरा दिएको छ। अब वेयर हाउस चाहिँ कहाँ कहाँ छन् भन्दाखेरि, एउटा छ बुटवल, अर्को छ धनगढी, अर्को छ भद्रपुर। यसरी यो 3 ठाउँमा चाहिँ वेयर हाउस दिएको छ। अनि फ्याक्ट्री पनि कति ठाउँ रहेछ त भरतपुर छ, भद्रपुर छैन। हजुर, ए भरतपुर रहेछ है। ल भद्रपुरको पढिएछ ल। अब यहाँनिर हाम्रो के चाहियो त भन्दाखेरि, यहाँ हामीलाई के भनेको छ, एभाइलेबल अथवा यसलाई हामी के भन्छौँ, सप्लाई भन्छौँ होइन। यहाँ टेबलमै दिएको छैन। अगाडिको हाम्रो प्रब्लममा चाहिँ के हुन्थ्यो, टेबलमै हुन्थ्यो। तर त्यहाँनिर अहिले चाहिँ क्वेसनमा दिएको छ ती भनेर तीबाट हामीले खोज्ने हो। अनि यतापट्टि चाहिँ हामी के भन्छौँ, डिमान्ड है, अथवा रिक्वायरमेन्ट। डिमान्डलाई हामी रिक्वायरमेन्ट पनि भन्न सक्छौँ। ल अब यो टेबल भरौँ त के छ यहाँनिर, यहाँ रहेछ 100, यहाँ रहेछ 130, यहाँ छ 90, यहाँ छ 140, यहाँ छ 100, यहाँ छ 100, यहाँ छ 80, यहाँ छ 80, यहाँ छ 100 है। त्यस्तै अब यहाँ सप्लाईको लागि कति युनिट दिएको छ, 20, 25। त्यस्तै यहाँ कति दिएको छ त, 20, 15, 10। अब यो जम्मै जोड्दा चाहिँ कति हुन्छ त, 45 हुन्छ है। यहाँनिर कस्ट डिफरेन्स, यहाँ हाम्रो फर्स्ट, सेकेन्ड, थर्ड है। अनि त्यस्तै अब यहाँनिर कस्ट डिफरेन्स फर्स्टको लागि, सेकेन्डको लागि अनि थर्डको लागि। ल यति गर्यो है। अब के गरौँ त, यहाँनिर कस्ट डिफरेन्स निकाल्नु। हेर्नु त अब यसको र यसको कस्ट डिफरेन्स कति आउँछ त, सबैभन्दा लो कस्ट भनेको, सबैभन्दा लो कस्ट 80 छ, त्यहाँदेखि 100 छ भने 100 र 80 को डिफरेन्स भनेको 20 भयो है। सिमिलरली यहाँ पनि 20 नै भयो। यहाँ कति भयो त,
10 भयो। अनि यता साइडमा यतापट्टि कति हुन्छ त हेर्नु त, 90 र 100 गर्दा कति भयो त, 10 भयो है। त्यस्तै अब यहाँनिर यहाँ कति भयो, 100 र 140 छ। ए 100 रहेछ, त्यसैले 0 भयो। यहाँ 80 छ, यहाँ 0 भयो। हेर्नु त अब म्याक्सिमम डिफरेन्स भनेको कहाँ देखियो त, हेर्नु त है म्याक्सिमम डिफरेन्स अब कहाँ देखियो त भन्दाखेरि यो यहाँ र यहाँ देखियो है, यो दुईटा ठाउँमा देखियो। अब यो दुईटा ठाउँमा गर्दाखेरि अब कहाँ, कुन ठाउँमा चाहिँ हामीले सप्लाई दिने भन्ने कुरा आउँछ होइन। अब कहाँनिर चाहिँ दिउँ त भन्दाखेरि, ए यहाँनिर सस्तो ठाउँमा दिनुपर्ने हो। यहाँ पनि 80 छ, यहाँ पनि 80 छ है। अनि बढी सप्लाई हुने अथवा बढीमा चाहिँ कभर गर्ने गरी दिँदा पनि यहाँ पनि 20 छ, यहाँ पनि 20 छ, यहाँ पनि 80 छ, यहाँ पनि 10 छ होइन। अब दिने जहाँ भए पनि एक ठाउँ जाने रहेछ यो है। जहाँ भए पनि के भयो त, एक ठाउँ जानेको, त्यसैले यो सुरुमा आएकैमा मैले दिएँ, यो जुनैमा दिए पनि हुन्छ। ल यहाँनिर दियो है, यहाँ दिँदाखेरि यसको सस्तो ठाउँ भनेको कहाँ छ त, यो 80 छ। अब यो 80मा चाहिँ हामीले सप्लाई गराउनु पर्यो अथवा अकुपाइड हुने भयो, यो सेल अकुपाई हुने भयो। कति हुने भयो भन्दाखेरि यहाँ 10 युनिट हुने भयो। यो जम्मै सक्यो है। र यहाँ ल यहाँनिर उब्रियो कति, यहाँनिर उब्रियो 10। अब यति भइसके पछाडि अब हामी फेरि के गर्छौँ त, सेकेन्ड डिफरेन्स निकाल्छौँ है। अब यहाँ भइसके पछाडि अब के गर्नु पर्यो त हेर्नु त, 100 र 140को डिफरेन्स भनेको कति हुन्छ भन्दा यहाँ 40 हुन्छ। यहाँनिर 100 र 30को डिफरेन्स भनेको 30 हुन्छ। यहाँ 100 र 90को डिफरेन्स भनेको 10 हुन्छ। अब यता मुनि 10 0 यहाँ अब हुने कुरा भएन। त्यसैले अब फेरि कहाँ सप्लाई गर्नु पर्यो त हेर्नुहोस् त, यहाँ 40 छ, यही ठाउँमा हामीले सप्लाई गर्नु पर्यो। अब यहाँबाट सप्लाई हुने ठाउँ भनेको कहाँ भयो त, यहाँ 100मा हुने भयो, किनभने यहाँनिर सबैभन्दा सस्तो छ 140 र 100। अब यो यहाँनिर कति छ, 10 युनिट एभाइलेबल छ र रिक्वायरमेन्ट चाहिँ अथवा डिमान्ड चाहिँ 20 युनिट छ। भनेपछि यो सेलले कति अकुपाई गर्न सक्ने भयो त, 10 अकुपाई गर्न सक्ने भयो। यो चाहिँ के भयो त, कम्प्लिट भयो। अनि यहाँनिर चाहिँ के हुने भयो त, काटिने भयो होइन। अब यहाँनिर अझै के बाँकी छ, 10 युनिट सप्लाई गर्न बाँकी छ। भनेपछि अब अर्को चरणमा हामीले के गर्यौँ त, कस्ट डिफ्रेन्स निकाल्दा अब यहाँ कस्ट डिफ्रेन्स हुने कुरा भएन। यहाँनिर भनेको कति भयो त, 30 भयो। यहाँनिर भनेको 10 भयो। यहाँ पनि कति भयो, 10 भयो, यहाँ 0 भयो, यहाँ हुने कुरा भएन। भनिसके पछाडि अब म्याक्सिमम कस्ट डिफ्रेन्स भनेको कहाँ पर्यो त, यति मध्येमा तेस्रो चरणको हेर्दाखेरि यहाँनिर यो 30मा भयो। अब यसको सस्तो ठाउँ भनेको कहाँ छ त, यो 100 छ। यहाँनिर अब हामी के गर्छौँ त, सर, तो 90 हजुर र 130को डिफरेन्स 10 हो र 90 र 130को निकाल्नु पर्ने होइन। यहाँनिर ओहो हो त रहेछ त हौ, 10 पो लेखिएछ। ए यहाँ 40 हुने रहेछ है। यहाँ अकुपाई भइसकेको छ। अब यो अकुपाई भइसके पछाडि त 90 र 130को डिफ्रेन्स भनेको 40 नै भयो। ठिक भन्नुभयो तपाईँले। भनेपछि त अब यहाँ त गर्न पाइएन होइन। अब यहाँ नपाएपछि कहाँ हुने भयो त, यहाँ गर्नु पर्यो। अब यहाँ गर्दाखेरि कहाँ जाने पर्यो त हेर्नु त, अब यहाँबाट सस्तो भनेको कहाँ छ त, यही 90मा छ है। अब यहाँ चाहिने भनेको यहाँ एभाइलेबल कति रहेछ त, 5 युनिट रहेछ। त्यसो भने यहाँनिर 5 मात्रै हामीले के गर्न पायौँ त, 5 मात्रै यहाँनिर के दिन पाइयो है। अब यहाँ 5 दिन पाइयो भने यो त के भयो त, सक्यो। अब यहाँनिर सप्लाई गर्ने ठाउँ छैन है। अब यहाँ 5को सप्लाई गरिसके पछाडि यहाँ के भइरहेछ, 10मा 5 गयो, अझै 5 उभिरहेको छ। त्यसैले के गर्नु पर्यो त, यहाँनिर 5 दिनु पर्यो। ए यो कम्प्लिट भयो। अब फेरि हेर्नु त यहाँनिर
यो 20 थियो, 20मा 5 गयो, भनेपछि अब कति बाँकी रहेको छ? 15 युनिट बाँकी रहेको छ। त्यसैले यहाँनिर के गर्ने त? 15 राख्दैन, यति गर्दा यो 20 पनि कम्प्लिट भयो। ल अब अब के गर्छौँ त? यति भइसके पछाडि इनिसियल ट्रान्सपोर्टेसन कस्ट निकाल्ने। इनिसियल ट्रान्सपोर्टेसन कस्ट इक्वल टु के हुने पर्छ हेर्नु त? 100 मल्टिप्लाई 10 प्लस अर्को के छ? 80 मल्टिप्लाई 10 प्लस 130 मल्टिप्लाई 5 प्लस 100 मल्टिप्लाई 15 प्लस 90 मल्टिप्लाई 5। ल त यो कति आउँछ गर्नुहोस् त? यो गरेर भन्नु होला ल। यहाँनिर डिजेनेरेसी लेख्दै गर्छु ल। अब अर्को स्टेप भनेको टेस्ट अफ डिजेनेरेसी हुन्छ होइन? अब जसमा के हुन्छ? नम्बर अफ अकुपाइड सेल भनेको एम प्लस एन माइनस 1 है। अब के हुने पर्छ? यो 5वटा छ, एम भनेको कति वटा छ? यहाँ 5 ठाउँमा सप्लाई भएको छ। एम भनेको 3 छ, एन भनेको पनि 3 छ, -1 गर्दा कति भयो त? 5 इक्वल टु कति भयो त? 5 भयो है। भनेपछि इक्वल आयो। इक्वल आउने बित्तिकै सो दिस इज द केस अफ नन डिजेनेरेसी है। यो चाहिँ नन डिजेनेरेसीको केस भयो। हिजोको केसमा हाम्रो के थियो? डिजेनेरेसी थियो है। अब के गर्ने त? अप्टिमालिटी टेस्ट गर्छौँ। 44 आयो त। त्योभन्दा अगाडि यहाँ कति आयो? 44 आयो, 4250 दिएको छ त त्यहाँ। ए यो हाम्रो एन्सरै आएकै छैन नि। यो त इनिसियल मात्रै हो, बुझ्नुभयो? यहाँ सुरुमा आएको नै एन्सर हुँदैन, अझै बाँकी छ। यो एन्सर हो कि होइन भनेर जाँच्नै छ अझै है। सो दिस इज द केस अफ नन डिजेनेरेसी। अब के गर्नु पर्दै? टेस्टिङ optimality condition using मोदी मेथड है। अब त्यसको लागि चाहिँ हामी के गर्छौँ त भन्दाखेरि यो अब यहाँ टेबल बनाउने ठाउँ छैन, त्यहाँ अर्को लेख्ने कुरा चाहिँ हामी लेखिहाल्छौँ ल। अब के गर्छौँ भन्नुहोस् त? यहाँनिर हामीले मोदी मेथड गर्नको लागि हामीलाई रो भ्यालु र कलम भ्यालु चाहिन्छ है। हामीलाई चाहिने भनेको रो भ्यालु र कलम भ्यालु चाहिन्छ। भनेपछि यो केसमा अब के गर्ने होला? त्यो लेखिदिइहालौँ, रो भ्यालु र कलम भ्यालु कसरी निकालिन्छ भनेर। क्यालकुलेसन अफ रो एन्ड कलम भ्यालु फर कसको लागि? अकुपाइड सेल युजिङ द रिलेसन कुन छ? सिआइजे इक्वल टु आरआई प्लस केजे, द्याट इज आरआई भनेको के हुन्छ त? सिआइजे माइनस केजे एन्ड केजे चाहिँ कसरी निकाल्ने? सिआइजेमा आरआई घटाएर है। अब गर्नु पर्यो के?
ए अब यस पछाडि हामी के गर्छौँ त भन्दा कुनै एक ठाउँमा चाहिँ हामीले जिरो राख्छौँ होइन। जिरो कुन ठाउँमा राख्ने भन्ने कुरा हामीले याद गर्नु पर्यो है। अब कहाँ राख्ने होला त जिरो भन्दाखेरि, अब अहिले एकछिन हेरौँ है त यो कहाँ राख्ने भन्ने कुरा। ए यहाँ तिन ठाउँ रहेछ। यो ठाउँमा हामी के बनाउँछौँ, केजे बनाउँछौँ नि त होइन। भनेको यो के वान हुन्छ, के वानमा जिरो राख्नुपर्ने रहेछ। अब यो टेबल बनाएपछि भ्यालुहरू राखौँ अनि त्यस पछाडि लेखौँला है त। भयो, अघि बढौँ। ल ल अब चाहिँ म अघि बढेँ ल। अब यस पछाडि भनेको हाम्रो के गरिन्छ त भन्दाखेरि टेबल बनाउनु पर्यो। ल अब के छ, यो साइडमा प्लान्ट छ अनि यतापट्टिको साइडमा वेयर हाउस छ। मैले डब्लुएच मात्रै लेखेँ ल। वेयर हाउस छ। अब यो कहाँ कहाँ थियो, काठमाडौँमा थियो। अर्को नेपालगञ्जमा थियो होइन। त्यस्तै अर्को पोखरामा थियो। अनि यहाँनिर भनेको डिमान्ड। त्यस्तै वेयर हाउस कहाँ कहाँ भन्दाखेरि बुटवलमा। अझै एउटा चाहिन्छ हामीलाई रो भ्यालु अथवा कलम भ्यालु। यो भनेको कलम भ्यालु केजेको लागि चाहिन्छ। त्यस्तै अर्को भनेको कहाँ छ, धनगढी। धनगढीको लागि। त्यस्तै अर्को भनेको भरतपुरको लागि। अनि त्यहाँदेखि यहाँ के हुने पर्यो, सप्लाई। अनि यहाँ रो भ्यालु आरआई। हेर्नु त भ्यालुहरू सुरुमा जे छन् त्यही राखौँ। 100, 130, 90, 140, 100, 100, 80, 80, 100 है। अब अब के भएको छ भन्दाखेरि यहाँनिर 10 युनिट सप्लाई भएको छ। यहाँ 5 युनिट सप्लाई भएको छ। यहाँ पनि 5 युनिट नै सप्लाई भएको छ। यहाँनिर 15 युनिट सप्लाई भएको छ र यो सेलले चाहिँ 10 युनिट अकुपाई गरेको छ। यसरी यो पाँच ठाउँ थियो होइन। अब सप्लाई भनेको 20, 25 थियो। डिमान्डमा 20, 15, 10 थियो है। अब यहाँनिर के वान, के टू, के थ्री।
अनि यहाँ R1 R2 R3 अनि यो जोड्दा कति भएको छ 45 युनिट भएको छ। ल अब के गर्ने त हेर्नु त अब कुन ठाउँमा चाहिँ हामीले भ्यालु जिरो राख्दाखेरि हुने रहेछ भन्दाखेरि टेकिङ K1 इक्वल टु जिरो है। ए देन भनौँ है। अब यहाँ किन K1 मा चाहिँ हामीले जिरो राख्यौँ भन्दाखेरि केमा चाहिँ कतिवटा रहेछ त ए तीनवटा सेल चाहिँ अकुपाई भएको छ जसले गर्दाखेरि हामीलाई रो भ्यालु निकाल्न सजिलो हुनेछ। अब यहाँ जिरो राख्ने बित्तिकै 10मा जिरो घटाउँदा कति भयो 10 भयो 5मा जिरो घटाउँदा कति भयो 5 5मा जिरो घटाउँदा 5 भयो है। अब यहाँबाट यो 10को रिलेसनले अब हामी कता जान्छौँ त 10 लेख्यो 100मा जिरो घटाउँदा यो यसबाट चाहिँ यो सप्लाइड चाहिँ लेखिए चाहिँ यो 100 हुन्छ। यो 130मा जिरो घटाउँदा 130 चाहिँ हुन्छ। यो अनअक्वाइड भ्यालुबाट चाहिँ घटाउने हो 90मा जिरो घटाउँदाखेरि यो पनि 90 नै हुन्छ है झन्डै पारा बिगारी। अब फेरि हेरौँ है त अब भनेको K2 को भ्यालु। अब K2 को भ्यालुको लागि यहाँ हेर्दा अकुपाइड भएको सेल भनेको 15 छ जसको लागि चाहिँ कस्ट कति छ त 100 छ है। अब 100मा 30 घटाउँदा 130 घटाउँदा कति हुन्छ है 100मा 130 घटाउँदा यहाँ हुन्छ -30 है। त्यस्तै अब यहाँनिर जाने यहाँ 80 छ 80मा 100 घटाउँदा यहाँ पनि हुने पर्यो -20 ए यो दुईटा ठाउँमा माइनस आयो तर यसले केही फरक पर्दैन। अब यति रो भ्यालु र कलम भ्यालु क्यालकुलेट गरिसके पछाडि इम्प्रुभमेन्ट इन्डिसेस क्यालकुलेट गर्ने हो। क्यालकुलेसन अफ इन्डिसेस आइजे फर अनअकुपाइड सेल बाई using the relation हेर्नु त है के छ भन्दाखेरि हाम्रो डेल्टा आइजे इक्वल टु सिआइजे माइनस आरआई प्लस केजे यति हुन्छ है। अब के भनेको त डेल्टा आइजे भनेको ठाउँमा अब यो अनअकुपाइड भनेको 1 को 2 मा रहेछ डेल्टा 1 टू इक्वल टु सिआइजे भनेको कति छ 140 माइनस 140 माइनस आरआई भनेको कति छ हेर्नु त रो भ्यालु भनेको 100 है। अनि त्यस्तै अनि अर्को कति छ हेर्नु त यो केजे भनेको यो तलको भ्यालु 30 छ होइन प्लस माइनस के हुन्छ प्लस मैले यति 30 लेखिदिएँ है त। ल कति हुनु पर्यो हेर्नु त 140 माइनस कति हुने पर्यो 100मा 30 घट्ने नै पर्यो नि त होइन प्लस माइनस भइसके पछाडि गर्दाखेरि यहाँ भइदियो 70 गर्दाखेरि आउँदो रहेछ यो 70। त्यस्तै अर्को भनेको यसमा सकिएको यसमा यो छ डेल्टा कति छ 2 को 2 मा
2 को 2 मा पनि ओ सप्लाई भइसकेको रहेछ। चाहिँ 2 को 3 मा चाहिँ रहेछ। 2 को 3 मा नि 2 को 3 मा कति छ यी? 80 माइनस, अब यहाँनिर कति आएको छ यी? आरआई भनेको 130 प्लस यसको मुनि भनेको -20 गर्दाखेरि 80 माइनस 130 मा 20 घटाउँदाखेरि 110 गर्दाखेरि कति आउँछ? -30 आउँछ। त्यस्तै अब डेल्टा 32 होइन, अब अर्को 3 को 2 मा 100 माइनस यहाँ कति छ? 90, फेरि यहाँ प्लस, अनि कति छ त यी? -30 गर्दाखेरि 100 प्लस माइनस माइनस नै हुन्छ। 90 मा 30 घट्दाखेरि कति हुन्छ? -60 गर्दाखेरि आइदिन्छ 40। त्यस्तै अर्को अब बाँकी रहेको भनेको यो बाँकी रह्यो डेल्टा 33 इक्वल टु कति भयो त? ए, यो कति भयो? यहाँ भनेको 100 छ, माइनस यहाँ छ कति? 90 प्लस माइनस 20 इक्वल टु 100 माइनस 90 मा 20 घटाउँदा 70 इक्वल टु 30। अब हेर्नु त ए इम्प्रुभेबल इन्डिसेस के आउनुपर्छ? भन्नु त। ए यहाँनिर कति भयो त? यहाँनिर हाम्रो भनेको 30 आयो, अर्कोमा 40 आयो, अर्कोमा -30। यो चाहिँ के आएको छ त? यो नेगेटिभ आयो है। सिन्स डेल्टा 23 इक्वल टु -30 which is less than 0 है। अब के भयो त? सो द सोल्युसन इज नट अप्टिमल। यो सोल्युसन चाहिँ के भएन त? अप्टिमल भएन है। अब के चाहिन्छ त? वी निड फर्दर इम्प्रुभमेन्ट बाई लुप फर्मेसन। ल अब यहाँनिर चाहिँ हामी के गर्छौँ त? लुप फर्मेसन गरेर चाहिँ इम्प्रुभमेन्ट गर्छौँ है। कुनलाई भन्दाखेरि यो टेबल 2 लाई। ए ल यो टेबल 2 लाई चाहिँ इम्प्रुभ गर्नुपर्ने भयो होइन। अब हाम्रो एन्सर चाहिँ कम्प्लिट भइसकेको छैन अथवा अप्टिमल भएको छैन। त्यही भएर इनिसियल कस्ट यहाँनिर 4400 आएछ, एन्सरमा अर्कै रहेछ। ल अब यसमा अलिकति बुझ्नलाई समय लाग्छ है। अब समय पनि ठ्याक्कै सकिन आँट्यो। अब ठ्याक्कै यो लुप फर्मेसनको प्रोसेस चाहिँ हामी भोलिको क्लासमा गर्छौँ, यहीँबाट सुरु गर्छौँ है त।